छ हजुरहरूलाई सबैलाई सन्चै छ होला वेलकम ब्याक टु माई च्यानल दिस इज पुरा आज पनि म चाहिँ कोहीजना रेडी भएको छु होइन दिस इज माई आउटफिट अनि मेरो फेस एभ्रिथिङ लुक्स लाइक दिस अनि आज कहाँ जानेछु डेस्टिनेसनसम्म पुग्छु कि पुग्दैन त्यो मलाई पनि थाहा छैन त्योबाट मसँगै जाम हेरौँ के गर्नेछु कसो गर्नेछु सो स्टे ट्युन एन्ड लेट्स गो थ्रु द भिडियो. So guys, this is actually my outfit for today. I'll be wearing sandals on the bottom. Other than that, I think I'll not be carrying anything. Maybe a small bag because I am not a bag person. But के गर्नु बेग्लै भइसकेपछि क्यारी गर्नु पनि पर्छ हैन. And I'm excited for today. So guys, म चाहिँ ड्राइभिङ गर्दैछु. ड्राइभिङ गरेर कहाँ पुग्ने हो हेरौँ हैन. पहिला पुगौँ अनि त्यसपछि डेस्टिनेसनमा गइसकेपछि how it gonna be, let's see together. Let's go with me and if we could let's रमाइलो गरौँ भयो भने भएन भने रुँदै गएर फर्किमला है. बिचमा कि एक्लै लिटरली हैन यसरी बसिरहेको छु. होप यहाँबाट केही पनि नछेकियोस् हैन. छेकियो भने चाहिँ त्यो हुन्छ बट यु नो नजिक गएर नदेखिनु भन्दा चाहिँ बरु टाढाबाट मजाले हेर्नु चाहिँ मजा आउँछ जस्तो लाग्छ है मलाई चाहिँ. त्यही भएर म चाहिँ यहीँ बस्दिएँ. अब हेरौँ के हुन्छ. गाइज एउटा कुरा चाहिँ स्योर है उता पर हेर्नु मान्छे कति धेरै छ होइन. एकछिन अहिले बल्ल 5 बज्दैछ क्या. 4:47 भएको छ. यस्तो बिजी हुनेवाला छ नि. वान अफ द बिगेस्ट फुकुसिमाको उसो क्या होइन यो चाहिँ. त्यो भएकोबाट एकदम बिजी हुन्छ म ग्यारेन्टी दिन्छु. विदेशीहरू कतिको हुनुहुन्छ त्यो त मलाई थाहा भएन. अब हेर म एक्लै एकल काटेँ यहीँ बसेर गफ हानिरहेको छु हजुरहरूसँग. लास्टसम्म हेर्नु होला. हेर्न पायो भने पायो पाएन भने पनि जे छ त्यसैमा रमाउँला सँगै. म पागल हुन्छु होला बोल. अझै 2 घन्टा छ यहाँ बस्न. म के गर्ने हो. कोही गएर यहाँ अहिले बसेको स्पोर्ट पनि गयो भने चाहिँ बेकार लाग्ने छ क्या. फुड रिसनाले मान्छे छैन होइन कोही पनि. उता विदेशी 2टा दाइ हुनुहुँदो रहेछ साइडमा देख्नुभयो. अरू पनि हुनुहुन्छ होला टन्नै हुनुहुन्छ होला विदेशीहरू. सो हजुरहरूले सोचिरहनु भएको छ मैले के गरिरहेको छु होइन. यो 2 घन्टा अराउन्ड 2 घन्टा यहाँ बसेर भने मैले चाहिँ टोकियो बस्छ नि त. म कसरी हिँड्छ कसरी खान्छ होइन कुन टाइपको ग्रुप चाहिँ कस्तो छ लाइक यङ्गस्टरहरूको लाइफस्टाइल कस्तो छ भनेर हेरेर जज गरिरहेको छु. मैले लाइक लिटरली बढी कपल्सहरू देखिरहेको छु होइन. अनि 2जनाले नै त्यो के यो कता लगाएको अनि त्यसपछि भर्खरको यङ केटाहरूले चाहिँ लाइक चाङ्गे र टी सर्टमा धेरै देखिरहेको छु भने के अरे के भन्छ लेडिजहरू चाहिँ मोस्टली युकातामै हुनुहुन्छ होइन. साथी ग्रुपमा साथीमा आएको है. फेरि फ्यामिलीसँग आउने चाहिँ कोही हुनुहुन्छ कोही हुनुहुन्न.
सो मैले चाहिँ आफ्नो मजा लिइरहेको छु होइन। सुन्दा चाहिँ कस्तो अकवर्ड सुनिन्छ होला बट त्यो एक्सपिरियन्स चाहिँ डिफ्रेन्स एकदम। अनि मैले यत्रो मान्छे देखेकै यता यस्तो मेरो पहिलोपटक होला नभएमा बाहिर त्यति निस्किन्थेन नि त। सो मेरो ठ्याक्कै पछाडि पनि मान्छे आएर बसेको छन्। म त यता न उता भएको छु। सो अब बोल्नु चल्नु केही छैन। कोही जानलाई पनि अब एक्लै छु फर्केर आउँदा ठाउँ भएन भने चाहिँ हुन्छ। त्यो भएर चुप्प लाएर बसिरहेको छु। अझै अलिकति टाइम छ सो एक्साइटेड बट नर्भस एट द सेम टाइम। लेट्स गो कस्तो हुन्छ। अझै पनि मैले फेसन चाहिँ आज मजाले मजाले हेर्न पाउँछु जस्तो छ। अहिले कसैले ब्याकग्राउन्डमा बोलेको सुनिराख्नु भएको छ होला। अहिले चाहिँ उता प्रिपरेसन हुँदैछ अरे होइन नाभिको त्यो अब सेटिङहरू गर्नुपर्ने हुन्छ नि त। त्यसको प्रिपरेसन हुँदैछ। मान्छे चाहिँ यस्तो धेरै छ नि मैले सोचेको पनि थिएन कि यति धेरै आउँछ होला नि। बाटो पुरै रोकिदिएर बाटोको बिचमा राखिरहेको छ क्या। लाइक हामीलाई लिटरली हेर्नु न यसरी बसिरहेको छ क्या मान्छेहरू होइन। पारिपट्टि जब देखिँदैन त्यहीँबाट बसेको छ न। यो ठ्याक्क मैले अहिले जता क्यामेरा देखाइरहेको छु नि यो बाटो आउने होइन हानाबी लिटरली पारी पारीसम्म मान्छेहरू के डिलमा बाटोको डिलमा बसिरहेको छ होइन। फ्यामिलीसँग आउने मान्छेहरू चाहिँ यताउता गर्दै खानु मामाहरू पनि डुलिरहेको छ सेफ्टीको लागि। मैले अघि भनेको थिएँ नानीहरूले युका त लगाएको छ मजाले होइन। लाइफ रमाइलो गरेर आएको छ। यस्तो रमाइलो छ साथीहरूसँग आउन ओर्न। बट एक्लै पनि एकदम मजा लिइरहेको छु। मैले चाहिँ एकदम मजाले एक्सपिरियन्स चाहिँ दामी लिइरहेको छु मैले। अनि कस्तो राम्रो राम्रो देखिरहेको छ नानीहरू। पिपल आर सिटिङ जहाँ पनि क्या लाइक जहाँ भयो नि बस्न पाए भयो भनेर बसिरहेको छ क्या मान्छेहरू। यत्रो क्राउड हुन्छ नि थाहा भएको हो त बाफ्रे। म चाहिँ पागल चाहिँ एक्लै एकल काटे थुपुक्क बसेको बसेको छु यहाँ। कोही जान पनि अब मेरो ठाउँ कसैले लगिदियो भने भन्नु पऱ्यो। यस्तो बडो मान्छेहरू बाटाको बिचमा बसिरहेको छ होइन। म त बरु छेउमा बसिरहेको छु नि। त्यो देख्दाखेरि त बाफ्रे भइरहेको। So guys, if you have noticed, I was sitting over there, but someone took my place, so I had to stand in the back right now. So यत्रो यस्तो बिजी छ होइन मेरो सिट पनि लगाइदिएकोले म यसो बाहिर निस्केको थिएँ फर्केर आउँदाखेरि सिटमा अरू बसिरहेको छ। नेभर माइन्ड यस्तो प्याक छ यस्तो प्याक छ होइन। मान्छेहरू मजाले आफ्नो तालमा डुलिरहेको छ घुमिरहेको छ खाइरहेको छ। गर्मी पनि खतरा छ पुरै ह्युमिडवाला गर्मी छ। लेट्स ह्याभ फन होप इट विल गुड लुक गुड लेट्स गो। वो गाइस अहिले चाहिँ मेरो हालत खराब भइसकेको छ। अब चाहिँ उभिनु पर्नेछ कति बेरसम्म उभिनु पर्नेछ थाहा छैन। एक्लै पागल हुन लागिसकेको छु। मान्छे हेर्दा 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 हप्याक भइसक्यो बट कतिखेर अगाडि गर्छु एकदम के ह्युमिड बढाएको छ अनि हावा पनि लागिरहेको छ। सो मेबी तिनीहरूले टाइम चाहिँ पछि खिचिरहेको छ जस्तो लागिरहेको छ होइन। रियालिटीमा के भइरहेको रहेछ केही पनि थाहा छैन। अब फर्स्ट टुलाई हेरौँ है त ल लेट्स गो।
गाइज मान्छे हेर्न मान्छे कति छ क्या असाध्यै बढी छ यो मान्छे
That is amazing, bruh.
सो गाइज एकदम रमाइलो भयो भन्छु है। मैले चाहिँ धेरै कुरा देखेँ, धेरै कुरा सिकेँ, धेरै कुरा जानेँ, धेरै कुरा गरेँ होइन एक्लै भए पनि। नेक्स्ट टाइम पनि इफ देयर इज समवेयर देन आई वुड लभ टु टेक पार्ट, बी अ पार्ट अफ द्याट। जे पनि हुन्छ नि माचुरीहरू भइहाल्यो भने आई लभ टु बी पार्ट होइन, किनकि त्यहाँ गइसकेपछि धेरै कुरा सिकिन्छ र घर बसेको भए एक्लै भएर चाहिँ स्याड हुन्थ्यो होला। यहाँ आएँ, धेरै मान्छे देखेँ, आइम जस्ट लाइक ह्याप्पी टु बी देयर। Yeah, it was fun and भिडियो चाहिँ लास्टसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। नयाँ भिडियो पनि फेरि लिएर आउनेछु, माया र सपोर्ट गर्दै गरिदिनुहोस्। खाली खुट्टा हिँडिरहेको छु, खुट्टा दुखेर दुइटै खुट्टामा के भन्छ फोहोर उठेर, चप्पल हातमा छ, के गर्नु धेरै हिँड्नु पर्छ जस्तै हुन्छ। गाडी मैले 45 मिनट बाटो हिँड्ने बाटोमा लगिराखेको थिएँ अनि हिँड्दै गएको थिएँ। सो या द्याट वाज अल. Hope to see you all soon. Bye bye.